सगरमाथामा चमत्कारै भयो भन्ने गलत भाष्य सेट गर्न खोजिरहेछ। म त्यो बारेमा कुरा गर्छु है त। 6 दिनसम्म बिना अक्सिजन, बिना खानेकुरा सगरमाथामा बाँच्न सकिन्छ भन्ने त्यो कसैले सोचेको पनि थिएन होला हैन। तर दावा शेर्पा हाम्रो जुन भेटरन क्लाइम्बर हुनुहुन्छ नेपालको, उहाँ चाहिँ बाँचेर आउनुभयो। अनि यो कुरालाई चाहिँ संसारभरकै मिडियाहरूले कसरी फ्रेमिङ गरिरहेछ भन्दाखेरि एकदमै मिराकलै भयो भन्ने जस्तो कुरा हैन। एकदम इमानदार भएर सोच्ने हो भने उहाँ बाँचेर आउनुभएको केही रिजनहरू छ। एउटा त स्किल, त्यसपछि एक्सपिरियन्स, यो गरिराख्नु भएको एक्सपिरियन्स र सबभन्दा गिभ अप नगर्नु भएको भएर नै उहाँ फर्केर आउनु भएको। अब रेस्क्यु त हुनुभयो, समाचारहरू अनुसार चाहिँ उहाँको फ्रोस्ट बाइटहरू एकदमै भएको भन्ने छ हैन। उहाँलाई चाहिँ अहिले काठमाडौँमा ट्रिटमेन्ट गरिरहेको छ। अब यो कुराहरू आइराख्दाखेरि नेपालको शेर्पा कम्युनिटी अब उहाँहरूलाई विदेशीहरूले सुपर ह्युमन पनि भन्छ। किन भन्दा संसारभरिको टप माउन्टेनहरूमा चढ्नको लागि उहाँहरूको सहायता बिना चाहिँ लगभग इम्पोसिबलै छ। भनेको यदि एभरेस्ट चढ्नु भनेको त्यो फलामको चिउरा चपाउने जस्तो हो भने चाहिँ उहाँहरूले गरिदिने भनेको चाहिँ पुरै चपाइदिएर निल्न मात्रै बाँकी हुँदाखेरि मुखमा हालिदिने हो कि। उहाँहरूको त्यति ठुलो योगदान छ हैन। अनि अर्को कुरा मैले विचार गरेको धेरैले नसोच्ने भनेको चाहिँ उहाँहरूले जुन कन्ट्रिब्युसन गरिराख्नु भएको छ क्लाइम्बिङमा हैन। त्यसले गर्दा जति पनि फरेन क्लाइम्बर्सहरू विभिन्न हिमालहरू चढ्छ नेपालमा, त्यो बापत गभर्नमेन्टले लाखौं डलर फिजको रूपमा कमाइरहेको हुन्छ है। त्यो त छँदैछ। त्यो बाहेक अब क्लाइम्बर्सहरूले कति पैसा खर्च गर्छ यताउता भन्ने त छँदैछ। त्यही कुरा थोरै फरक एंगलले हेर्ने हो भने उहाँहरूले गरेको मेहनतले गरेर जति पनि नेपालमा पैसा आउँछ त्यो सबै नेपालको डलर रिजर्भलाई हुने हो 100%। अब यो भन्दाखेरि हामीले यसो सोच्ने हो भने शेर्पा कम्युनिटीले नेपालको नाम संसारभरि चिनाइरहेको छ। अनि यति विश्वासिलो कि विदेशी क्लाइम्बर्सहरू उहाँले गरेर चाहिँ म चाहिँ बाँच्छु भनेर ढुक्क भएर हिमाल चढिरहेको हुन्छ। त्यस्तो कम्युनिटीले भोगिरहेको रियालिटीहरू हेर्ने हो भने चाहिँ स्पेशली एभरेस्ट रिजनमा एकदमै स्याड छ। र अहिले जुन हाम्रो दावा शेर्पाजीको जुन इन्सिडेन्ट छ त्यसले पनि यो कुराहरूलाई छर्लङ्ग पार्न चाहिँ खोजिरहेछ है। तर मिडियाहरूले यसलाई चमत्कारै भयो, मिराकल भयो भनेर मात्रै पोर्ट्रे गर्न खोजिरहेछ। त्यही भएर मेरो विचारमा दिस इज द राइट टाइम टु टक अबाउट इट। ट्रेकिङ क्लाइम्बिङहरूमा जति पनि नेपालीहरू लाग्नु भएको छ हैन, धेरैलाई चाहिँ एकदमै एक्सप्लोइटेसन भइरहेछ। एकदमै अन्डरपेड, एकदमै नेग्लिजेन्स हैन। यो रिसेन्टली भएको इन्सिडेन्टले पनि त्यो कुराहरू एकदमै क्लियर पार्छ के हैन। अब अन्डरपेडको कुरा त छँदैछ हैन। अब उहाँ गाइड हुनुहुन्थ्यो, मिसिङ भइसकेपछि त खोजिन्छ नि। उहाँको ठाउँमा कुनै एउटा विदेशी क्लाइम्बर भएको भए चाहिँ इमिडिएटली रेस्क्यु मिसनहरू सुरु हुन्थ्यो कि। उहाँको केसमा चाहिँ त्यस्तो केही भएको भन्ने कुराहरू देखिँदैन। यत्रो दिनसम्म खाना पनि नखानु भएको हैन, अक्सिजन पनि नभएको सिचुएसनमा पनि बिस्तारै बिस्तारै झर्दै गर्नु भएको भएर यो सगरमाथाको फोहोरहरू सफा गर्ने कम्युनिटीको क्रुहरूले चाहिँ उहाँलाई भेटेको भनेर कुरा आछ हैन। यतिसम्मको नेग्लिजेन्स हुनु चाहिँ दिनु भएन के। अब यो संसारलाई नै नेपाल यति राम्रो तरिकाले चिनाउने यो कम्युनिटीलाई चाहिँ गभर्नमेन्टले एउटा पोलिसीको हिसाबले हुन्छ कि हैन, यो कम्युनिटीको हितमा चाहिँ गरिदिनु पर्यो। जुनले गर्दाखेरि चाहिँ जति पनि यो कम्पनीहरू छ उनीहरूले यतिकै एक्सप्लोइट गर्न नपाओस् हैन, एकदमै अन्डरपेड नहोस्, पेहरू पनि रिजनेबल होस् हैन। अब उहाँहरू इन्स्योर्ड होस् हैन। क्लाइम्बिङ भनेको पनि अब 12 महिना गर्ने भन्ने हुँदैन हैन। त्यो भएर यो अफ सिजनमा पनि के गर्न सकिन्छ, कसो गर्न सकिन्छ, त्यो केही कुराहरू गभर्नमेन्टबाट पनि के अप्रोच होस् भन्छु कि। र सबैभन्दा इम्पोर्टेन्ट चाहिँ उहाँ जुन कम्पनीबाट यो क्लाइम्बिङमा जानुभएको एज अ गाइड, उनीहरूको चाहिँ अति नेग्लिजेन्स हो यो चाहिँ हैन। इन्भेस्टिगेसन चाहिँ हुनैपर्छ है। इन्भेस्टिगेसन भएर र गलत देखिएमा चाहिँ यस्तो कम्पनी र यस्तो कम्पनीमा इन्भल्भ भएको टाउकेहरू भनौँ न, उनीहरूलाई चाहिँ आजीवन एभरेस्ट रिजनमा ब्यान गर्नु पर्यो। कुनै पनि एक्सपिडिसनहरू कहिले पनि गर्न नपाओस्, उनीहरूले अर्को कम्पनी खोलेर पनि गर्न नपाओस्। त्यो हुनु चाहिँ एकदमै जरुरी छ। तपाईलाई चाहिँ यो बारेमा कस्तो लाग्छ? कमेन्टमा लेख्नु होला है त। अब भिडियो यहाँसम्म हेर्नु भएको छ भने चाहिँ कमेन्टमा एभरेस्ट भनेर लेखिदिन सक्नुहुन्छ है त। र तपाईलाई भिडियो ठिक लाग्यो भने चाहिँ रिसेयर गरेर सपोर्ट गरिदिन सक्नुहुन्छ है। लाइक गरिदिन सक्नुहुन्छ कि कमेन्टहरू लेखिदिन सक्नुहुन्छ है त। अनि एकदमै साथ दिनुभएको छ, सपोर्ट गरिदिनु भएको छ, त्यसको लागि एकदम धन्यवाद।